हेलो गाइस नमस्ते। आज चाहिँ म फेरि तपाईँहरूमाझ उपस्थित भएको छु। आज चाहिँ म विशेष गरी मेरो यो कफी बारीको लागि हाम्रो मावरत गाउँपालिका कृषि शाखाबाट सरहरूले मलाई यो क्रसट्याप स्याम्पलको रूपमा लगाइदिनु पर्यो तपाईँले भनेर कुरो गर्नुभएको थियो। मैले त्यो बाबत मैले आज यो चाहिँ खासमा विशेष गरी कसरी प्रयोग गर्ने भन्दाखेरि म अहिले तपाईँहरूलाई यो भिडियो अन्तिमसम्म हेर्नु होला। यो राखेर यो सबै कफी बारीमा बगैँचामा कसरी राख्ने, कसरी व्यवस्थापन गर्ने, यसको काम के हो, म सबै चिज यो भिडियो मार्फतै तपाईँहरूलाई देखाउने नै छु। अहिलेलाई चाहिँ म रेडी भएको छु। एउटा हँसिया, एउटा यो छँदैछ, यो ट्र्याप छँदैछ। अब यसलाई यो झुन्ड्याउनको लागि निगालो चाहिन्छ। यो निगालोलाई अलिअलि काट्नको लागि हँसिया यो बोकेर अब म कफी बारीमा है त गाइस। निगालो चाहिँ यहाँ रहेछ, यो निगालोलाई काट्नु पर्यो अब है त। कफी बारी यही हो गाइस, तपाईँहरू हेर्न सक्नुहुन्छ। ल म यही कफी बगैँचामा आज चाहिँ ट्र्याप राख्ने कोसिस गरिरहेको छु है त। यो ट्र्याप ठ्याक्कै मेरो ट्र्याप चाहिँ अब रेडी बनाउनु खोजिरहेको छु मैले है। यतिखेर यो धागो निकाल्नुपर्छ यसको। यो धागो चाहिँ दुईवटा रहेछ यसमा। यस्तो धागो हुन्छ यो उसको ट्र्यापको लागि। अनि यो चाहिँ ट्र्याप हो है। अनि यो चाहिँ अलिकति यहाँ चाहिँ यो बाहिरको भाग चाहिँ निकाल्नुपर्ने हुन्छ। यस्तो भाग चाहिँ निकाल्नुपर्ने हुन्छ। यो प्लास्टिक त बाहिर निकाल्नु पऱ्यो नि त। अनि अब किरा आएपछि यही यसैमा टाँसेर बस्ने मर्ने हो होइन। यो कफी बारीको किरा चाहिँ सबै मेरो यो ट्र्यापमै फसेर मरोस् भन्न चाहन्छु म चाहिँ। किनभने यो किराले लास्टै दुःख यसलाई नियन्त्रण गर्ने, पूर्ण रूपमा नियन्त्रण गर्ने औषधि नै अहिलेसम्म मैले पनि पत्ता लगाएको छैन। यसलाई हुन्छ कि भन्ने कुरो मात्रै हो। यसरी आयो तार है। यो तारलाई चाहिँ यसरी हाल्ने, यसरी हाल्ने है, यसरी हाल्ने। अनि यसरी हालिसकेपछि यसलाई चाहिँ यसरी बाँधिने है गाइस, यसरी बाँधिने। यसरी राख्ने गाइस। अब चाहिँ यो के गर्ने भन्दाखेरि यो प्लास्टिकलाई यसरी निकालिदिने है। यो ट्याक्क यसरी प्लास्टिकलाई यसरी निकालिदिने, यसरी निकालिदिने, दुवै साइड निकालिदिने ताकि यो जताबाट किरा आए पनि यसैमा लागेर मर्छ है। यो कफीको ठ्याक्क बिचको साइडमा मैले चाहिँ कफीको हाइट यति यति छ होइन। यो त यो बिचबिचमा हो, यसो तल तल। यो कागज चाहिँ तपाईँहरूले जतातता त्यतै नफाल्नु होला। यो कागज हाम्रो बारीमा पुग्यो भने यो कुहिँदैन। यो नकुहिएपछि हाम्रो बारीमा यो दूषित हुन्छ। यसले मल पनि दिँदैन हामीलाई। यसलाई चाहिँ के गर्नुपर्छ, जलाउनुपर्छ सकेसम्म है। बारीतिर कागज फाल्नु राम्रो कुरा होइन है गाइस।
चाहिँ यसरी निकाल्नुपर्छ त यो काम चाहिँ यस्तै हो है। जे पऱ्यो नि यसमा अब यो कफीमा आउने किराहरू यसरी यसमा फसेर मर्छ। भोलि पर्सि कसरी फस्छ त्यो पनि म देखाउँछु तपाईँहरूले भेट्दैछु पछिको भ्लगमा है। अहिले चाहिँ म गाइस कफीको यस्तो फल्छ कि हेर्नु नै। यो चाहिँ अब लगभग अन्तिम चरणमा आइपुग्नु लागिसक्यो हो। 3-4 चोटि टिपिसक्यो योभन्दा अगाडि पनि। ल अहिले चाहिँ छानी अलिअलि मात्रै छ, कफी हाल्नु सक्नुहुन्छ। यो पहिला टिपेको कफीहरू यो सबै पहिला टिपेर बाँकी बसेको अहिले पनि फेरि टिप्ने बेला हुनुहुन्न लाग्छ। यो चाहिँ विशेष गरी यो हाम्रो कफी प्राविधिक सरहरूलाई देखाउन चाहन्छु यो भिडियो चाहिँ। ल हेर्नु त यसरी पुरै यसरी पुरै यसरी सखा भएको छ कफी है। यसरी यो डाँडै सुकेको छ। अधिकांश मेरो कफी चाहिँ यस्तो यस्तो छ। यहाँ हेर्नु न यति धेरै फल्नुपर्ने कफी यसरी कसरी मजाले हेर्नु त किराको शिकार त हुने यो सबै